बालेनले सर्वोच्चमा हालेको मुद्दाले आफ्नो पद जाने डर छ प्रधानमन्त्री ओलीलाई। सर्वोच्चलाई बुझाए यस्तो जवाफ। प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सर्वोच्चमा मुद्दा दायर गरेका छन्। बालेनले आफ्ना कानूनी सल्लाहकार ओम प्रकाश अर्याल मार्फत ओली विरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन्। संसद अधिवेशन नरहेका बेला गत माघ 2 गते ओली सरकारले भूमि सम्बन्धी अध्यादेश जारी गरेको थियो। उक्त अध्यादेश विरुद्ध अधिवक्ता अर्यालले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। यस विषयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको हो। सर्वोच्चलाई जवाफ दिँदै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले भूमि सम्बन्धी अध्यादेश विरुद्ध दायर मुद्दा ओलीलाई प्रधानमन्त्रीबाट पदमुक्त गराउने मनसायले प्रेरित रहेको दावी गरेको छ। विपक्षीको समग्र निवेदन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली प्रति आक्रामक र पूर्वाग्रही देखिन्छ। निवेदन